वेलकम ब्याक टु माई न्यू ब्लग आयो यत्रो दिन भइसकेको थियो ब्लग सग नहालेको। अब 12को एक्जाम पनि आउनु लाग्यो। वेलकम छ सबैलाई। अब आजको ब्लग भनेको अब यसो स्पेसल थियो, विक्रम बाबु सबैजना जानु लाग्थ्यो नि, त्यही भएर हाल्यो। अब साउन्ड क्वालिटी कस्तो आयो यसो बुझिदिनु। अब जे जसो भयो नि ल। आजको वेदर हेर्नु त राम्रै छ। आजको वेदर नि त्यस्तो नराम्रो देखाएन। ओ हात पाहारे छ ल। आजको वेदर नि राम्रै छ है। अझै चाहिँ म बहिनीहरू लिन जानु हो। बहिनीहरू लिएर आएछु। अहिले अरू ब्लग ल्याउनु सुरु गर्नु अब। गाइस हामी चाहिँ कहाँ जानु लाग्यो? विक्रम बाबा सिट भयो गाइस, सिट ल। अराइभल अफ द राइडर। ब्यागै बोकेर रहेछ फेरि। ए त 3 जना अटाउँछ त। हाई ब्लगमा हाई भन्नु। गाइस तपाईँकै ब्लग हो। फेरि सिफ्टिङ भयो नि त। जाडो हुँदो रहेछ यार बिहान त। हाई गाइस भन्नु न। हाई गाइस माइजू हेलो। हामी पुन्टाहरू होइन। हाइट थुप्रै छ भने हेर्नु न। बादल त राम्रो लाउने रहेछ हौ। आज राम्रो लाग्यो। गाइड्स हामी के किन लाग्यो अब? मान्छे राम्री हो, तपाईँले नपत्ता र हो। मैले सबैजना चिनेको देखेको अवस्था है। राम्रो देखियो। मान्छे हान्छ म कता गयो क्यामेरा एङ्गल दियो मान्छे हान्छ। अनि भन्नुहोस् लिएर गयो हात आउँदो रहेछ। ओए भन न 350 हान्दो रहेछ। आकाश छुने सपना उसको भुइँ टेक्न मानेन। विश्व दादा स्पोर्टेड। मेरो हामपानी गयो। हेलो कहाँ हो भने? कहाँ हो हामी? अघि पानी पऱ्यो भने भर्खर छ्या झ्याउ नि भन्दैन। त्यता छुट्टै हो कि फेरि? त्यता छुट्टै हो, त्यता छुट्टै हो। यो फेरि दुइटै एउटैमा आउने हो फेरि भ्लगमा। पानी पर्यो। विक्रम बाबा नि आइपुग्ला। ल दन्किदिएर पानी पानीमा दन्कियो त केटाकेटी हो। के बोल्ने हौ? पानी पर्यो ल। पानी त रुजाउनु बित्तिकै रुजायो। एकदम धन्न छाता रहेछ कि लाइफ सेभर। छाता रहेछ। आफ्नो त छाता नि छैन। रुज्यो। विक्रम बाबामा पानीले ठटायो। अब रोज्दै जाने अगाडि मन्दिरसम्म पुग्ने। अब पानीले ठटायो यहाँ। मम्मी कहाँ पुग्यो? मम्मी र बहिनी यहाँ छन्। हामी यहाँ भइहाल्यो। ड्याडी पछाडि अनि ड्याडी भएर भ्लग बनाउने डर लाग्यो। कराइदिन्छन्। अनि यहाँ झन् स्कुटी लिएर पत्ता गरेर खानु गाली गरेर आन्थे रिसमा। त्यहाँ गल झन् फर्केर यहाँ एक्लै हाम्रो पोखरा जाने स्पोन्सर पोखरा गएर स्पोन्सर्ड भाइ तपाईँ हो। अब पोखरा गएछु। पानी पर्यो रुज्यो। मेकअप छोड्नु मोबाइल कस्तो सामान नजानेको ब्लगमा पानी पर्यो ल। सर्लकै रुचिहाल्नु मेरो कपाल। तर म मान्छे हान्सम भयो। कपाल त फेरि भगवान्ले देखे हो कि बाबा खाएकै अगाडि भ्लग बनाउने कता कस्तो लाग्यो। अहिले हेर हेर्नु त्यही भएर बनाउँदै हिँडेको। अहिले हेर्दैछु फेरि बन्द। अब त पुग्नु लागिसक्यो। हेलो दर्शकबिनहरू। हेलो दर्शकबिन। हेलो हेलो मिनी दर्शकबिन।
हामी चाहिँ आइपुग्यो त विक्रम बाबा हाम्रो गिफ्ट ए सबै पूजा गरेको नि चारैतिर बोइनी हेलो गाइज अरू चाहिँ हेलो रिजारा हेलो रामपुरका very angry हेलो कता तिमी खै ल यहाँ आयो भन्दै तिमी के भयो आयो भन्दै आयो छिटो हो पूजा गरे यो डियाडी ल खै डियाडी क्लियरै आउनु त डियाडी हामी त यसो यसो गर्ने हो नमस्ते गर्ने उता जाने आउने अनि काम छ कहाँ आउनाको यो कटिङ चाहिँ मैले हानिदिएको हो कि खै यतापट्टि फर्केर कस्तो चोर कस्तो बुवाल कटिङ हान्दै गाई चाहिँ चुले यतापट्टि सँगै यतापट्टि गर यता आउँदै यता नाच्देऊ त घुमेर नाच्यो अब फनफन्दी घुमेर नाच्यो हो ल यो बवाल गीतमा हान्छ अब ए हाम्रो दर्शक पीडित ल यता केटाकेटी के आऊ ब्लगमा कस्तो राम्रो भ्लगर दाजु 1 2 3 हो मार्बल फुटाइ मन्दिरमा रमाइलो भयो झ्याउलाइसक्यो स्कलरसिपको इन्टरभ्यू दिन जान अहिले एकछिनमा यहाँबाट झ्याउलाइ भन्नु कस्तो रमाइलो भएको यहाँ ए प्लस आउँछ ए प्लस पास भइदियो त कहाँ हो ए प्लस अरे म त पास मात्रै भइदिएन त म त पास भयो भने चल्छ हौ मैले त पास भयो भने चल्छ है मैले त ए प्लस नै आउनुपर्छ म पास भयो भने त घरमा खसी काटिदिन्छन् रे लरिसु दादा यता हेर्नु न यता हेर्नु भ्याइयो है हाम्रो पूजा सुजा भ्याइएर अब हामी लाग्यौँ तिम्रो हात आउँछ अब हात आएन ल अरू केही भोक ला ल दर्शक बिन हामी चाहिँ अब 2020 हिँड्दैछौँ है भिडियो है प्लिज है भिडियो पनि गर्न पाइन्छ फोटो पनि खिच्न पाइन्छ त्यस्तो केही छैन र हल्का डर लागेको अवस्था है किन हो र किन अन्य सुनारको दोस्रो स्वरूप तर सोचे जस्तो मान्छे रहन्छ नि धन्न होइन नत्र हाम्रो हालत खराब हुन्छ मेरो जुत्ताको हालत चप्पल र जुत्ताको हालत हामीले पारामा हामी चाहिँ खाजा साजा खाएर अब जान लाग्यो है घर बल्ल अगाइयो होइन त सुस्ता होइन त अपुन्टु यता हेर यता हेर नि देखाइन कि एउटाले हेरी हट न ल ल अब खाजा खाएर हालत खराब के बोलौँ के यता फेरि ओ माई गड नाइस ल बाई 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 टाटा
तिमी नै खाऊ बा चल्देको ला चल्देको गाइस चल्देको चल्देको हामी चल्देको अलि राम्रोसँग चलाउनु ल ओके ल है त